हेलो नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म मेरो आफ्नो कम्पनीको बारेमा यहाँहरूलाई सानो जानकारी दिनेछु र मेरो कम्पनीमा के काम हुन्छ, कसरी बन्छ, सामानहरू सम्पूर्ण देखाउन गइरहेको छु। फर्स्टपटक चाहिँ यसरी स्याम्पलहरू बाहिर देखाउनु र यो स्याम्पलहरू हामीले यो वाक्स, यसलाई चाहिँ वाक्स भन्छ। वाक्स हालेर स्याम्पललाई यसरी घुमाएर चाहिँ यसमा राखेर घुमाएर यसरी निकाल्ने गर्दछ। र यो सम्पूर्ण निकालेको सामानहरू चाहिँ यसरी सम्पूर्णलाई जोडेर फिटिङ गरेर नेक्स्ट प्रोसेसको लागि चाहिँ हामीहरू यहाँ लैजाने गर्दछ। यहाँ चाहिँ यो चाहिँ सिमेन्ट केमिकलको होल हो। सिमेन्ट केमिकलको होलमा डुबाएर सामानहरूलाई चाहिँ पहिलोपटक चाहिँ यो खाली मसिनो खालको बालुवा लगाएर, सेकेन्ड चरणमा चाहिँ यो खालीको बालुवा लगाएर चाहिँ थर्ड फोर्थ चरणमा चाहिँ त्यो अलिकति खस्रो खालको बालुवा लगाउनु पर्छ। बालुवा लगाइसकेपछि सामान यसरी बनेको सामान चाहिँ यो चाहिँ सेकेन्ड चरण। थर्ड चरणमा फोर्थ चरणमा चाहिँ यो खालीको बालुवा लगाएर यसरी तारले बाँधेर सम्पूर्ण सामानहरूलाई चाहिँ सिमेन्ट लगाउने गर्छ। यसलाई तुरेन्टमा फिटिङ गर्ने भन्छ। यो गरिसकेपछि चाहिँ हिटिङ मेसिनमा राखेर सिमेन्टको भित्र रहेको वाक्सलाई निकाल्ने प्रोसेस हुन्छ। यो निकालिसकेपछि यस भट्टीमा राखेर यसलाई जलाउने गरिन्छ। यसलाई जलाइसकेपछि बाहिर निकालेर यसरी यसमा यसरी चाहिँ यो भित्र खाली हुने गर्दछ। यो खालीमा चाहिँ अन्तिम प्रोसेस हो। त्यहाँ रहेको सम्पूर्ण तामालाई यस भट्टीबाट पगालेर यसलाई झोल बनाएर यसमा हाल्ने गर्छौँ। यसमा हालिसकेपछि सामानहरू यसरी निस्किने गर्दछ। यहाँ निस्किएको सम्पूर्ण सामानहरू चाहिँ यसरी निस्किने गर्दछ। यहाँ लिएर कटिङ गर्ने, यसलाई काट्ने र यसलाई काटिसकेपछि यो मेसिन, सेन्डिङ मेसिन, यस मेसिनभित्र राखेर सेन्डिङ, बालुवाले चाहिँ सेन्डिङ भन्छ। सेन्डिङ गर्ने काम भइसकेपछि यसरी निस्किएको सामानहरू सेन्डिङ गर्ने काम भइसकेपछि यहाँ लिएर वेल्डिङ, यसरी वेल्डिङ गर्ने काम हुन्छ। यसरी वेल्डिङ गरिसकेपछि चाहिँ यसरी वेल्डिङ भएको सम्पूर्ण सामानहरू चाहिँ यहाँ राखेर यसलाई फिनिसिङ गर्ने काम हुने गर्छ। यो फिनिसिङ गरिसकेपछि चाहिँ यसरी बनेको सामानहरू चाहिँ अर्को प्रोसेसको लागि अर्को डिपार्टमेन्टमा पठाएर पेन्टिङ लगाएर अनेक कामहरू गरेर सिध्याउने गरिन्छ।